अब इन्जोइङ अहिले यो सक्सेसलाई इन्जोय गरिरहेको छौँ एज अ युनिट लास्ट इयर चाहिँ अब त्यो सक्सेस आएको थिएन सो वी आर नट इन्जोइङ अहिलेको लागि वी आर इन्जोइङ ब्याटिङ चलेको बेलामा 220 रनै बनाएको नि अनि ब्याटिङ चल्यो भने 125 पनि डिफेन्ड गरिदिने होइन जबरजस्ती चाहिँ के हो यो म्याजिकल चाहिँ पर्सेन्टेज होइन आज कन्डिसनै त्यस्तो थियो किनभने आज बलिङको लागि एकदम फेभरेबल कन्डिसन्सहरू थिए र ब्याटिङमा पनि स्टिल त्यो टोटल चाहिँ पोस्ट हुनु त्यहाँ भनेको एकदम आफैमा च्यालेन्जिङ पनि थियो र जुन तरिकाले अब हाम्रो माथिको क्रमले चाहिँ त्यो प्रेसरलाई सम्हाल्दै स्मल बिट्सहरूमा चाहिँ त्यो पार्टनरसिप चाहिँ बिल्ड गरिराख्नु भनेको हाम्रो लागि क्रुसल नै थियो तर लेटर अन चाहिँ अब बसिरले जसरी अब इनिङ खेलेको छ शुभम एन्ड देन एभ्रिबडी अब आजको गेममा चाहिँ हामी कसैको पनि एकदम ठुलो भनौँ न अब एकदम ठुलो इनिङ चाहिँ देख्न सक्दैनौँ तर यस्तो कन्डिसनहरूमा चाहिँ सानो 25-30 रनहरूले चाहिँ एकदम ठुलो म्याटर गर्छ धेरै दिन होइन चेन्ज गर्न जाँदाखेरि टिम गर्न जाँदाखेरि के थियो तपाईँहरूको प्लान चाहिँ अब सिम्पल थिङ कि अब त्यो सकेसम्म हामी 135 होइन कि हामी 120 रन डिफेन्ड गरिरहेको छौँ जस्तो तरिकाले चाहिँ हामी गइरहेको थियौँ अगाडि र अब ह्याट्स अफ टु एभ्रिबडी बिकज जसरी नरेनले चाहिँ अल अफ ए सडन आएर कहिले आफ्नो लाइफमा चाहिँ आई डोन्ट नो अब इफ हि हेज बोल्ड इन पावर प्ले अर नट बट हि डिड इट फर अल अफ अस एन्ड बसिरले पनि अनि इक्वली डिलाङ्गेले द वे हि बोल्ड इज जति पनि ओभर फाल्नुभयो आज प्लस प्रतीश अनि त्यसपछि सूर्य आई मिन हिज बिन रियली कन्सिस्टेन्ट दिस इयर एन्ड यु नो इट्स इज फर समन लाइक मी जो चाहिँ आफै एउटा अब टिमको लिडर हुनु त्यो चाहिँ एउटा फरक कुरा हो तर एज ए प्लेयर चाहिँ तपाईँको टिमको प्लेयरहरूले चाहिँ त्यसरी पर्फर्मेन्स गरिराख्दा चाहिँ एकदम खुसी लाग्छ र साथै अब स्पिनरहरूले चाहिँ अझै राम्रो गर्दा चाहिँ यस्तो कन्डिसनहरूमा जहाँ चाहिँ बााउन्ड्रीहरू एकदम ठुलो पनि छैन त्यसमा चाहिँ अब जसरी सूर्यलाई जसरी मैले हेरिरहेको छु हिज बिन डुइङ भेरी वेल आज जनकपुरले चाहिँ टस जितेर जसरी उनीहरूले बलिङ चाहिँ गर्यो होइन 16 ओभरसम्म चाहिँ स्पिनर नै युज गरिरहेको छ त्यतिखेर चाहिँ ठ्याक्कै के सोचिरहनु भएको छैन अब कन्डिसनै त्यस्तो थियो यदि म पहिलो बोलिङ गरेको भए म सायद 20 ओभर स्पिनरहरूलाई फाल्न लगाउँथेँ होला होइन एक ओभर चाहिँ यताउता कसैले फाल्न सक्थ्यो मेबी म प्रतीशलाई पनि आएर आज स्पिन फाल्नुपर्छ है भन्ने चाहिँ मैले मजाकमा चाहिँ भनिरहेको थिएँ तर होइन अनिलले चाहिँ एकदम राम्रो ट्याक्टिक्सहरू चाहिँ युज गरेको हो त्यति बेला अब हेयर एन्ड देयर 1-2 ओभरमा डेथ ओभर्समा रनहरू चाहिँ आइहाल्छ जुन चाहिँ हामीले बेनिफिट भयो लास्टमा अनि त्यसलाई चाहिँ लेटर अन हामीले चाहिँ एज ए बोलिङ युनिट क्यापलाइज गर्यो हामीले हेर्दाखेरि चाहिँ त्यो 17th ओभर चाहिँ टर्निङ पोइन्ट भयो जस्तो लाग्यो तपाईँ आउनुभयो होइन विकेट भयो एउटा वाइडमा 1 रन भयो होइन बट चाहिँ त्यो चाहिँ ओभर भयो होइन हामीलाई टर्निङ पोइन्ट लाग्यो यहाँलाई चाहिँ त्यो टर्निङ पोइन्ट हो आज जस्तो लाग्छ होइन अब त्यो टर्निङ पोइन्टसम्म चाहिँ अरूको जति योगदान छ त्यहाँसम्म पुर्याइदिनको लागि उहाँहरूलाई पनि नबिर्स्यौँ होइन सबैजना प्लेयरहरू इक्वली इम्पोर्टेन्ट हुन्छ एउटा टिमको सक्सेसमा एउटा टिमको जितमा र जसरी उहाँहरूले चाहिँ सबैले त्यो सेट गरिदिनु भएको छ टोन मेरो लागि सजिलो बनाइदिनु भएको छ बिकज यो टिम गेम हो एकजनाले मात्रै चल्ने होइन सो मेरो लागि चाहिँ जब चाहिँ इजी बनाइदिनु भएको छ र मलाई थाहा छ कि म त्यो मुमेन्टमा गएर अझै थप राम्रो गरिदिन सक्छु जसले टिमको सक्सेस चाहिँ अझै राम्रो तरिकाले आओस् भन्ने छ 4 ओभरमा 11 रन मात्र दिएर 4 विकेट लिनुभएको छ होइन एकदमै राम्रो बलिङ चाहिँ यहाँ गर्नुभएको छ आफ्नो पर्फर्मेन्सको बारेमा ह्याप्पी ठिक छ अब मुभिङ टु द नेक्स्ट गेम सिम्पल 3 गेममा 3टा विन छ होइन अझै 52 आउन बाँकी हुन्छ तपाईँको टिमको ब्यालेन्स हेर्दाखेरि मिलेको जस्तो देखिन्छ अब हाफ आएपछि कसलाई ड्रप गर्ने भन्ने टेन्सन चाहिँ कतिको छ छैन हामी क्लिन छौँ एकदम क्लियर छौँ प्लानहरूसँग कसरी जाने जुन चाहिँ अहिले हामीले यहाँ डिस्क्लोज गर्न मिल्दैन नत्र अब एन्टी करप्सन युनिट चाहिँ चारैतिर घुमिरहेको हुन्छ होइन तपाईँहरूलाई पनि घेर्ला हामीलाई नि घेर्ला सो त्यो चाहिँ हाम्रो प्लानिङहरू भइरहेको छ हामी क्लियर छौँ एकदमै प्लानहरूसँग र टिमको कम्बिनेसन पनि राम्रो भइरहेछ अब उहाँ आएपछि त झन् अब हामीलाई एकदम ठुलो आशा छ कि वाट हि ब्रिङ्स टु द टिम हामीले संसारभरिको जति पनि लिगहरू आफ्नो कन्ट्रीको लागि उहाँहरूलाई खेलेको देखेका छौँ एकदम राम्रो गरिराख्नु भएको छ र इट विल डेफिनेटली ब्रिङ समथिङ न्यू टु आवर टिम सिजनको हाफ पनि भएको छ तर लास्ट इयरको रिजल्टभन्दा तपाईँको बेटर भइसकेको छ पोइन्ट वाइज पनि कसरी हेर्नुभएको छ यो डेभलपमेन्ट तपाईँले जुन तयारी गर्नुभएको अहिले अब 6 पोइन्ट्स अलरेडी अब तपाईँ एउटा मतलब चाहिँ तपाईँको प्लेअफमा पुगिसकेपछि कसरी हेर्नुभएको छ यो सफलता आई गेस लट अफ क्रेडिट गोज टु विराटनगर किङ्सको म्यानेजमेन्टलाई किनभने यो वर्ष चाहिँ उहाँहरूले जसरी म चाहिँ आफै दुबईमा थिएँ म त्यहाँ गेमहरू खेलिरहेको थिएँ प्लस जो प्लेयरहरू चाहिँ टिमको बाँकीको स्क्वाडको मेम्बरहरू चाहिँ बाँकीको स्क्वाड चाहिँ मुम्बईमा गएर पनि प्र्याक्टिस गरिरहेको थिएँ सो सबैजना क्रिकेटको टचमा थियो एकदम पिकमा छ सबैजना इनफ्याक्ट इफ यु सी एभ्रिबडी इज रियली हङ्ग्री टु पर्फर्म टु प्रुभ देयर वर्थ टिममा आएर
र त्यसमाथि अब इन्टरनेसनल प्लेयरहरू पनि सबै अब कतै न कतै लिगहरू यताउता सबै खेलेर आउनु भएको छ सो इट्स रियली गुड टु सी कि हरेक प्लेयर चाहिँ त्यति नै इगर छ आफूलाई चाहिँ यो टिमलाई माथि लिएर जानको लागि र मैले भने अब मेरो लागि चाहिँ एकदम सजिलो हुन्छ जब यस्तो ग्रुप म हेर्छु जहाँ चाहिँ सबैजना चाहिँ हङ्गर छ टिमको सक्सेसको लागि स्ट्यान्डर्ड फोरमा लोकेश बमको ब्याटिङ हामीले फर्स्ट गेम देख्यौँ आज पनि एउटा इम्प्याक्टफुल इनिङ थियो उहाँको पर्फर्मेन्सलाई चाहिँ कसरी हेर्नुपर्छ लाइक आई अलरेडी सेड आई मिन यु नो हिज वान अफ दि गुड ब्याटर्स I've seen यो फर्मेटको लागि अहिलेको लागि र I'm still in believe कि उसको चाहिँ अझै बेस्ट पर्फर्मेन्स आउनै बाँकी छ यहाँहरूले सबैले हेर्नै बाँकी छ यो चाहिँ क्रुसियल थियो आजको इनिङ किनभने त्यो इनिङ त्यो सर्कमस्टेन्सेसमा गएर जुन विकेट छ अब धेरैले यो बुझ्नुहुन्न होइन धेरैजनाले यो बुझ्नुहुन्न हामी क्रिकेट हेर्छौँ तर बुझ्नको लागि पनि हेर्नुपर्छ हामी सबैजनाले यो विकेट एकदम डिफिकल्ट थियो र त्यो डिफिकल्ट विकेटमा गएर त्यसरी स्ट्यान्ड गरेर आफूले चाहिँ रिस्क लिएर टिमको स्कोरलाई चाहिँ अगाडि बढाइराख्नु भनेको चाहिँ सानो कुरो चाहिँ होइन तर त्यसलाई चाहिँ त्यो च्यालेन्जलाई लिन्छ उसले अगाडि लिन्छ र अनेस्टली भन्नुपर्दा मलाई चाहिँ त्यस्तो एटिट्युड भएको मान्छेहरू चाहिँ एकदम मनपर्छ त्यो चाहिँ उहाँहरूलाई सोध्नु होला म चाहिँ अब उहाँहरूसँग गेम थियो हामीले जित्यौँ हामी त्यसमा खुसी छौँ पक्कै पनि अब राम्रो गर्नु होला विश यू अल द बेस्ट जनक फुटबल्सलाई आजको गेममा जुन क्याप्टेन्सी तपाईँको आफ्नो निर्णयहरू चाहिँ कतिको महत्त्वपूर्ण थियो जस्तो डिसिसन पार्ने जज गर्ने ओपोनेन्टले जज गरेको बेला चाहिँ क्याप्टेन्सीको निर्णय कतिको महत्त्वपूर्ण हुन्छ अफकोर्स अब एकदम इम्पोर्टेन्ट हुन्छ किनभने बोलिङ चेन्जेसहरू चाहिँ एकदम क्रुसल हुन्छ र यस्तो विकेट जहाँ चाहिँ फास्ट बोलरलाई हामीले धेरै चाहिँ अरू दिनभन्दा अलि थोरै युज गर्नुपर्ने हुन्छ र फास्ट बोलर युज गरे पनि उहाँहरूको प्लानहरू चाहिँ क्लियर गर्नुपर्छ र त्यस्तो बेलामा म अघि नै फेरि म बिलिभै गर्दिनँ कि खालि क्याप्टेनसिपले त्यो हुन्छ प्लेयरले पनि त्यो एक्जिक्युट गर्नुपर्ने हुन्छ प्लेयरले पनि त्यो एक्जिक्युट गरेर टिमको सहजतालाई अगाडि बढाएको छन् सो डिसिजनहरू यस अफकोर्स अब अलिअलि एक्सपिरियन्स छ खेलेको त्यो खेले बापत चाहिँ अब नेपालको कन्डिसनमा कसरी के गर्न सकिन्छ त्यो चाहिँ अब अगाडि बढिरहेको छौँ र साथै स्पिनर्सहरूले जसरी भने नि अब मेरो लागि चाहिँ स्ट्यान्डर्ड पर्फर्मेन्स अब विकेट नलिए तापनि नरेन चाहिँ वान अफ दि बेस्ट बोलर्स आजको डेमा पनि म हेर्छु किनभने धेरै प्र्याक्टिस छैन बोलिङको तर पनि आएर आफूले चाहिँ जसरी टिमको सक्सेसको लागि अगाडि बढेर पावर प्ले होस् लेटर आफ्टर पावर प्ले होस् आएर चाहिँ बोलिङ गर्नु भनेको एकदम ठुलो हृदय नै चाहिन्छ त्यसको लागि र भने नि मैले अब त्यो मैले डिसिजन लिने हो तर प्लेयरहरूले एक्जिक्युट गरिदिनु त्यो हाम्रो लागि बेनिफिट हुन्छ एउटा लास्टमा चाहिँ विश्वकपमा चाहिँ हामी आइरहेका छौँ नेपाल प्रिमियर लिगको चाहिँ राम्रो एउटा चाहिँ 25-26 दिन हामी ग्राउन्डमा खेलिरहेको छौँ हामीलाई कतिको महत्त्वपूर्ण छ विश्वकपको लागि पहिला चाहिँ यो सकाउँ होइन अनि त्यसपछि चाहिँ बिचमा एउटा सिरिज पनि हुन्छ अब यो त अब धेरै टाढाको कुरा छ अहिले विश्वकप आउनै टाढा छ अब यस्तो हो कि अब यो राम्रो पर्फर्मेन्स राम्रो गरिराख्यो भने अफकोर्स नेपाल टिमको लागि एकदम किनभने कम्पिटिसन एकदम राम्रो भइसकेको छ अब बोलरहरूको लागि होस् ब्याटर्सहरूको लागि होस् जसको लागि पनि होस् र यस्तो कम्पिटिसन भइराख्नु भनेको आगामी दिनहरूको लागि चाहिँ तपाईँको एउटा राम्रो सिरिजमा चाहिँ लिएर जानु मिल्छ भन्ने चाहिँ म चाहिँ सोध्छु त्यसमा र यस्तो टुर्नामेन्टहरूबाट हामीले पहिला पनि हेर्छौँ पास्टमा चाहे डोमेस्टिकको पिएम कप होस् चाहे यो एनपिएल होस् जुन पनि लिगहरू पहिला पनि भयो सबैमा हामीले चाहिँ नयाँ प्लेयरहरू देखेको छौँ जसले चाहिँ नेपालको राष्ट्रिय टिमलाई चाहिँ रिप्रेजेन्ट गरेर राम्रो पनि गरिराख्नु भएको छ थ्याङ्क होइन म चाहिँ त्यस्तो प्लानमा थिएन म चाहिँ अझै डिप लिएर जान खोजिरहेको थिएँ बिकज यस्तो क्रुसियल मोमेन्टमा यदि म चाहिँ 19th or 20th ओभर आएर यदि टिमको सहजता अझै बनाइदिनु भने त्यहाँ चाहिँ 3-4 रन मात्रै दिएर 4-5 रन दिएर किनभने बल टर्न भइरहेको थियो त्यस्तोमा चाहिँ अर्को प्लेयरलाई चाहिँ मैले अझै बेसी रन छोडिदिने भए अब त्यसले चाहिँ सजिलो बनाउँछ टिमको जितको लागि सो उहाँले राम्रो गर्नुभएको छ नो डाउट एक दुई ओभर त यताउता जसको पनि हुन्छ अर्को टिममा पनि कसै न कसैको भएको होला हाम्रोमा पनि हुन्छ यो संसारको नियमै हो सो नेभर माइन्ड अलराइट टपबाट राम्रो चलिरहेको छ क्याप्टनमा त्यसले राम्रो टोटल पनि बोर्डमा राखिरहेको छ तर लोवर मिडल अर्डर र लोवर मिडल अर्डर अलिकति गुल्टफल हुनसक्छ कि जस्तो लागिरहेको छ मलाई के छ तपाईँको बसिर वाज प्लेइङ इन मिडल अर्डर शुभम वाज प्लेइङ इन मिडल अर्डर होइन दुईजनाले नै राम्रो गरेको छ यो कन्डिसनमा आएर सो आई डोन्ट थिङ्क कि हामीलाई खासै त्यो प्रब्लम होला उहाँहरूले चाहिँ आफूले चाहिँ जति एरियामा अझै वर्क गर्न सकिन्छ उहाँहरूले चाहिँ त्यो सबै कुराहरू चाहिँ थाहा छ होइन बिस्तारै अब त्यसमा चाहिँ हामी इम्प्लिमेन्ट गरौँ एन्ड गुड पोइन्ट थ्याङ्क यू